तरकारी खान्छ है यसको ल फेवातालको पोखरी यो आज 2025 अप्रिल 27 तारिक आइतबार यो कस्तो दामी यार यो यस्तो दामी छ कि भ्युजहरू सारा फुलहरू 2025 को अन्तिम फुलको सिजन हुने हो अहिले त नेपालको वैशाख 15 गते यस्तो हुन्छ गऱ्यो हो तल हाँस खेल्दैछ हाँस फुलै त कति दामी दामी छ यो हेर्नु त आम्मा यहाँ अर्को 4-5 थरीको छ है सेतो त्यो यो 4 थरीको रहेछ स्याट भाइ आजको भिजिट दाजुभाइ दुईजना बाको लागि के हो त्यहाँबाट यसो गर्दै 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 स्याट्टै यसो उँभो देखाउनु न यस्तो स्वाट्टै अलि अगाडि जानु न उ त्यहाँ यता आउनु त फुल देखिन्छ नि त कस्तो दामी फुलहरू यहाँ सारा भित्ता खानको फुल निकाल्नु सारा देखिन्छ नि फुलहरू भित्ताको पनि आजको छुट्टीमा इभिनिङ वाक 25 अप्रिल 27 तारिक आइतबार वैशाख 15 आज नेपालको क्या दामी है झन्डै ढिलो भएछ हामी आउनुलाई यहाँ क्या दामी बिस्तारी हान्दै जानु ल है अहिलेको बसन्त ऋतुमा कस्तो दामी छ यहाँ फुलहरू ठक्क यतापट्टि चाहिँ फेवाताल माउरीहरू पनि यहाँ आउँदो रहेछ नि त फुलमा रस खानु है अगाडि बढौँ यहाँ झन् कस्तो मजाको यो चाहिँ नेपालमा लानुपर्छ होला यसको बिरुवा भुइँमा नि अर्को खालको छ फेरि भुइँमा गुजुमा चाहिँ साह्रै राम्रो हो फुलहरू भुइँतिर देखाउनु न हौ भुइँमा यस्तो दामी छ मुन्दुङ गर्नेलाई मुन्दुङ त फास्ट गरेर हिँड्नुपर्छ कति हो कति फुल त चारिपट्टि घरको पनि घर पनि देखाइदिनु पोखरीको डिलमा अलिक कति हो कति फुल त आम्मामा ठ्याक्कै साइडमा घर दामी यो दामी फुल छ त यो फुल देख्नु भएको छ नि तपाईँले